यही चैत्र नगते अस्ति भर्खरै कमल विसी मालदाईको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको सङ बर्दियाको बाघ आयो भन्ने म्युजिक भिडियो एकछिन हेर्नुस् अनि त्यसपछि कुरा गरौँला है त। आयो कमल विसी बर्दियाको बाघ आयो बर्दियाको बाघ अरु सबै कुचीहरु साइड लाग कता कता हेता हेता के गीत निकालेको मालदाई, के गीत निकालेको? यस्तो नि गीत हुन्छ कता कता यता यता। पहिले एकछिन छोडेपछि पिउन थालेको, अहिले त अझै बर्दियाको बाघ आयो बर्दियाको बाघ। अति भयो, यस्तो नि गीत हुन्छ? बर्दियाको बाघ होइन बर्दियाको बिरालो भन्नेहरूको लागि यो भिडियो है त हो। मालदाईको भिडियोमा यस्तै नकारात्मक कमेन्ट गर्नेहरूको लागि मेरो पर्सनल रिप्लाई, म चाहिँ कमल विसी मालदाईको बिगेस्ट वाला फ्यान है त। यस्तो कलाकारको पनि कोही फ्यान हुन्छ त? यो कलाकारको फ्यान हो भन्नेहरूको लागि है त कमल विसी मालदाई अरू कलाकार जस्तो हुनुहुन्न के। कमल विसीको सोच मेरो गीतमा सबैजना रमाउन्, सबैजनाले टिकटक बनाउन् भन्ने चाहनुहुन्छ कि, बुझेन? अनि अर्को कुरा मनै छुने खालको के, तपाईँहरूले जति नै कमल विसी मालदाईको भिडियोमा गाली गरे पनि, जति नै नराम्रो कमेन्ट गरे पनि कमल विसी मालदाईले यो सबै मेरो लागि माया हो भन्नुहुन्छ के। कमल विसी मालदाई कसैलाई नराम्रो भन्नु भएको छैन अहिलेसम्म, मैले धेरै ठाउँमा हेरिरहेको छु। यो हो नि त फ्यानहरूलाई गर्ने माया। कमल विसी मालदाईले फ्यानहरूलाई मात्र होइन कि दुश्मनलाई पनि माया गर्नुभएको छ, बुझेन? तपाईँहरूले यत्रो धेरै गाली गर्नुहुन्छ, यति धेरै बेइज्जत गर्नुहुन्छ त कमल दाईले यति धेरै माया दिनुहुन्छ भने झन् आफै सोच्नु न, उहाँको रियल फ्यान भएर हेर्नुहोस् कति धेरै माया दिनुहुन्छ होला। अनि बर्दियामा बस्नु सबैजना मान्छेहरूले बुझ्नै पर्ने कुरा के, कमल विसी मालदाई आफू मात्र फेमस हुन खोज्नु भएको छैन क्या। त्यहाँ आफ्नो बारेमा आफ्नो कथा समेटेर आफू फेमस बन्न खोज्नु भएको छैन। कमल विसी मालदाईको सोच के छ? म मात्र होइन पुरा बर्दिया फेमस हुनुपर्छ, बर्दियाको नाम पुरा देशमा मात्र नभएर पुरा विश्वमा चिनाउन चाहनुहुन्छ कि बर्दियाको नाम, बुझेन? म अन्तिममा तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँलाई कसैको इज्जत गर्न आउन भने कसैको बेइज्जत पनि नगरिदिनुहोस्। सक्नुहुन्छ भने सपोर्ट गरिदिनुहोस्। युट्युबमा गएर अहिले मिनिमम 1 लाख प्लस भ्युज गइसकेको छ अनि त्यस्तै 6000 भन्दा बढीजनाले मन पराइदिनु भएको छ। र अनि युट्युबमा बर्दियाको बाघ आयो भनेर सर्च गर्दा नि आउँछ, या त कमल विसी मालदाईको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ है त। धन्यवाद।